संसारमै तपाईँको चाहिँ कहीँ नभएको हुतियाएर प्रधानमन्त्री हाम्रै देशमै हेर्नुहोस्। हाम्रो सरदेव अध्यक्षले फेसबुकमा हुतियाएर के लेख्नु भएको थियो होला होइन? अब किन हुतियाएर मैले भनेको हो भने नि अहिलेसम्म संसारकै इतिहासमा कहीँ कतै पनि हाम्रो देशले अरूको भूमि मिचेको छ भने राष्ट्र पर्व कहीँ पनि छैन, संसारमै छैन। हेर्नुहोस्, त्यसैले मैले हुतियाएर भने कहीँ पनि छैन। र त्यति मात्रै होइन, भारत हाम्रो चाहिँ तपाईँको भारत छिमेकी देश भारत, त्यहाँको आधिकारिक सरकारी तपाईँको चाहिँ वक्तव्य लगायत त्यहाँको चाहिँ सांसद मन्त्री सदनमा अहिलेसम्म इतिहासमा नेपालले हाम्रो भूमि मिच्यो भनेको छैन। अब यो हुतियाएर प्रधानमन्त्री चाहिँ तपाईँको चाहिँ हामीले मिचिया छौँ भनिदिनु पर्ने, कस्तो अचम्मको देश। अनि उसले मस्याकरण गर्नुपर्ने। अनि म हेर्दै गएँ किन यस्तो बोलेछ भने मैले त्यही दिन प्रतिज्ञा गर्न लागेको थिएँ। तर मैले के सोचेँ भने जे भए पनि मेरो देशको कार्यकारी प्रमुख हो, मैले त्यसो गर्नुहुन्न भनेर मैले एकछिन चुप्प बसेँ। त्यस पछाडि मैले यसो हेर्दै गएको, हेर्नुहोस् यो किन भनेछ भनेको उहाँलाई के थाहा रहेनछ भने सम्माननीय प्रधानमन्त्रीज्यू लगायत राष्ट्रसभाको अधिकांश सांसदले के थाहा रहेनछ भने सीमा समस्या हुनु र अतिक्रमण हुनु नितान्त फरक हो भन्ने कुरो उहाँलाई थाहा रहेन रहेछ। अतिक्रमण भने के हो भने नि सेना प्रहरी सशस्त्र प्रहरी लगाएर आधिकारिक रूपमा शक्ति बल प्रयोग गरे तपाईँको मिचेको भूमिले चाहिँ सीमा मिचेको भन्छ क्या। त्यति तपाईँको चाहिँ ल्याको त राख्नु पर्यो नि कम्तीमा देश आउँछु भन्नेहरूले, नयाँ हो भन्नेहरूले ठुलो कुरा गर्ने त्यति ल्याको त राख्नु पर्यो नि। अब सीमा समस्याले सीमा मिचेको भन्दैछ हुन्छ? कहिलेकाहीँ यो संसारमा फेरि के हो कस्तो परिस्थिति सिर्जना हुन्छ भने जहाँ जहाँ चाहिँ सीमा हाम्रो चाहिँ भूमिहरू हुन्छ, यो नेपाल र भारत र चीनको कुरा मात्रै होइन, अरू देशमा पनि के हुन्छ भने सीमा समस्याहरू उत्पत्ति भइरहेको हुन्छ। त्यो चाहिँ भोलबारी आउँदाखेरि कहिलेकाहीँ किसानहरूले तपाईँको चाहिँ त्यहाँ चाहिँ घर बस्ती बनाउँदाखेरि त्यो सीमामा समस्याहरू उत्पन्न हुन्छ। त्यो चाहिँ सीमा समस्या हो क्या त्यो चाहिँ। अनि सीमा समस्यालाई चाहिँ